एभ्रिवान आज फेरि पनि धेरै समयपछि म फिर्ता आइसकेको छु होइन। अनि आजको प्लान चाहिँ के छ भनेपछि हामी चाहिँ घुम्न जाँदैछ क्या। म र एउटा मेरो साथी टेक्सिस घुम्न जाँदैछ, जो कि हाम्रो पहिला हामीसँग बसेको केटाहरू अहिले टेक्सिसतिर छ। अनि अति भएर हामी पनि यसो 3-4 दिनको भ्याकेसनको लागि टेक्सिस जाने तयारीमा छौँ। अनि अहिले चाहिँ म घरमै छु। अनि अब म चाहिँ रेडी भएर आफ्नो सामान प्याकेर साथीमा जान लाग्यो। भोलि बिहान 7-7:30 बजी फ्लाइट छ। सो दुवैजना जाने तयारीमा हो। अनि भोलि जाने हो, त्यही भएर अब हल्का रेडी भएर सामान प्याक गरेर जानु पऱ्यो। यो चाहिँ अहिले हाम्रो नयाँ घरको भ्यू। यो बाल्कनीबाट हल्का यो टक्क निस्किँदा बित्तिकै देखिनेवाला भ्यू। अनि नयाँ घर छ अरे, त्यही भएर यो चाहिँ हल्का किचन सिचन। अनि साथी पनि यता रुममा छ। रुम चाहिँ हल्का मेस्टअप छ होइन, किनभने भर्खरै मुभ भएको, सामानहरू केही पनि मिलाएको छैन। ऊ चाहिँ साथी माइलासँग आइसक्यो। सामानहरू प्याक गरेर त्यसपछि भेट्छु ल। हामी चाहिँ घरबाट निस्किसक्यौँ होइन। ऊ साथी, ऊ मेरो सामान। हामी चाहिँ कोठाबाट बाहिर निस्केर अब चाहिँ हामी हाम्रो गाडी आउँदैछ, साथीकोमा जान लाग्यो। साथीकोमा गएपछि बाँकी कुरा भोलि गरौँ ल। बिहानको 6 बजिसक्यो होइन, 7:45 फ्लाइट छ। हामी चाहिँ अब तयार भएर ठ्याक्क एयरपोर्टमा निस्किन जान लाग्यो। साथी तयार हुन लागिसक्यो होइन, लगभग तयार भइसक्यो। जोस एनर्जी छ। म पनि अब हल्का मुख भर्खर उठेर मुख धोएँ। सुतेको पनि के एक्साइटमेन्टले गर्दा निन्दै लागेन क्या। लाइक 5 बजे सुतेको, 6 बजे उठिहाल्यो होइन। अब तयार भएर चट्ट लाएर निस्किनु पर्ने। तयार, फाइनल्ली तयार। बिहानको 26 भइसक्यो होइन, 36 भइसक्यो। तयार, उबर बोलाइसक्यो, आउँदैछ। म तयार भइसक्यो। हाम्रो सुटकेस त्यहाँ छ। जुत्ता लगाएर हामी चाहिँ अब उबर पल्क्यो। उबरमा गइहाल्नु पर्ने हुन्छ क्या। अनि हाम्रो साथी यता वाट्सएप ग्याङ। यसरी हामी दुई दाजुभाइ चट्टला तयार भइसकेको छ होइन। जाने रमाइलो गर्ने, किनभने एक बारको जोनी हो यो माया गर, रमाइलो गर्ने होइन। वे दामी हान्नुपर्छ क्या, फन होइन। अब हामी चाहिँ उबरमा गएर एयरपोर्टमा भेट्छु ल। म सरी ल, अलिकति हल्का अप्ठ्यारो हुन्छ किनभने आइएम नट अ प्रोफेसनल भ्लगर होइन। सेक्युरिटी चेकिङहरू सबै कम्प्लिट गरेर अब हामी चाहिँ हाम्रो गेट 828 जाँदैछ होइन। रोशन What's up guys? Good morning. अनि तयारी भइसक्यो क्या। जस हल्का ब्याकग्राउन्ड Wait, this time miss करें क्या? 28 यता छ। अब चाहिँ प्लेनमा चढ्न लाग्यो हामी फाइनली होइन। फ्लाइट 7:45मा चढेको कि 7:45मा चढेको कि। अनि अहिले 11:25मा हामीले ड्रप अफ भयो। तर होइन यो अलिकति के भन्छ, एयरपोर्ट देख्दाखेरिमा चाहिँ खासै भन्नु पर्दैन। टेक्सास भन्दा नि हामी इन्डिया जस्तो फिल भइरहेछ भनेर रोशन्तोषको कम्प्लेन छ होइन। अति हल्का सानो टाइपको रहेछ कि। अनि त्यही भएर पनि हल्का आफूलाई हामीलाई अलि अप्ठ्यारो लाग्यो। नत्र अनि उताको त दामी ठुलो छ क्या। त्यो गाईको सानो सानो ठुलो भइरहेको क्या। हामी दुईवटा चिज खाइरहेको र झऱ्यो कि भर्खरै। अनि अब एकजना साथी आउँदैछ, त्यो चाहिँ अगस्तको महिना हामीबाट निस्केको होइन। अनि अब अहिले चाहिँ कति जनवरी कतिको दोस्त, आज जनवरी 7 समथिङ 5-6 महिनापछि नै हाम्रो अब आज भेटघाट हुन्छ। त्यो चाहिँ हामीलाई लिन बाहिर आइरहेको छ। अनि रोशन दोस्त र म त चिलमा निस्क्यौँ अब निस्क्यौँ। अब आइसकेपछि चाहिँ उता भेटघाट गर्नुपर्ने हुन्छ ल। ओहो दोस्त के छ 8 महिनापछि 5 महिनापछि ओहो दामी करण दोस्त। ल सामान हाल है रोशन, सामान हाल है। ओहो पारा करण चाहिँ चेन्ज भयो। ओए कपाल काट्ने तरिका है। करण दोस्त चाहिँ डेन्जर भइसकेको छ न हौ। तुलसीपुरको डन अनि मेरो साथीहरूको लागि। अनि के छ त अनि कस्तो भयो एयरपोर्ट? त्यो इन्डिया जस्तो भइरहेछ हौ हामीलाई त। सही भइरहेको खै खासै भिड भएन त। भिड छैन, अघि भर्खर थियो अहिले ल
थिस यार गरौँ दोस्त गाइस हामी टेक्सास आफ्टर कति महिनापछि भेट भयो दोस्त फेरि एकचोटि ह्यान्डसेक गरौँ न त वान टाइम ह्यान्डसेक त गरिदिँदै गरेन भने ल रोशन दोस्त 3 जनाको ह्यान्डसेक नै भएन ए हस् 3 जनाको एकैचोटि गर्नुपर्ने हो यस्तो रहेछ होइन म्याप लगाम अनि जाने जग्गा त दोस्त अब हामीलाई लाने जग्गा भन नि त पहिला रेस्ट गर न 1-2 दिन त रेस्ट गर्नु हुन्छ फिक्स हो क्या दोस्त यस्तो भोक लाग्छ कि खान जाने हौ यस्तो भोक लाग्छ कि खान जानुपर्ने छ क्या दोस्त अति भयो क्या वाइल्ड लामो छ क्या ट्राभल रेस्ट गर्नुपर्छ के त्यही भएर खान जानुपर्छ हो कि कहाँ खान जान्छ अब चिया खान जानु त चिया खान जाऊँ न त होइन साथी मैले देउडा गीतै लगाएको थिएँ यार हामी अब चिया खान जानु ल साथीहरू अनि चिया खाने बेला भेट्छु ल दिवस भन्दै थियो क्या यो नि त बल्ल अहिलेसम्म नेपाली गीत गाडीमा सुन्न पाउने भनेको रमाइलो क्या यो चाहिँ अब एयरपोर्टबाट बाहिर निस्किँदै टेक्सासै रमाइलो है Hello guys, now we are in Texas. Hey guys, now we are in Texas, होइन and he is our guide करण भण्डारी my gym partner होइन पहिलाको अहिले त अहिलेले जाँदो रहेछन् दुःख लागिरहेको छ ठिकै छ तर पनि टेक्सास अब बल्ल कति गर्मी रहेछ यार दोस्तो टेक्सासमा घाम रहेछ यार उतातिर अति चिसो हुने कि तर यहाँ चाहिँ दामी गर्मी रहेछ क्या के भनेको दुःख हो क्या चिसो हुन्छ नि कतिको चिसो हुन्छ रोशन दोस्त एउटाबाट निस्किँदा कस्तो फिल आइरहेछ कस्तो दामी लागिरहेको चिसो खाना खाँदा मेरो हड्डी सुकिसकेको यार चिसोले करण दोस्तको 2 दिन बिदा रहेछ आज र भोलि बिदा रहेछ करण दोस्तले आज र भोलि गराउँछन् के गर्छ भेट त रमाइलो त्यसपछि पनि हुन्छ कि तर भन न कुरा ए ओक्स माई ब्याड अर्को फरक लाग्छ कसम भनौँ यस्तो भएको थियो लाइक 17 मन्थ होइन त्यो एउटामा बस्दा बस्दा पाकेको थियो क्या अनि अहिले यस्तो गुड फिल आइरहेको छ होइन मलाई निस्किँदाखेरि पनि जे भए पनि हामी भर्खर एयरपोर्टबाट निस्किँदा होइन यस्तो रमाइलो लागिरहेछ वाट विल ह्यापन होइन लाइक यो भ्लग यो निस्किसकेपछि क्या भन्दै होला अर्ले भैयाजी चले गए आओ दोस्त नभनौ नाम नलगाऊ मलाई अलिकति गुड मुडलाई नबिगार न यहाँ होइन अब चाहिँ हामी ठ्याक्क हाम्रो घरमा पुगिसक्यौँ क्या करण दोस्तको अपार्टमेन्ट सामानहरू राखेर हल्का फ्रेस भएर त्यसपछि कतै बाहिरतिर निस्किने प्लान छ होइन टेक्सासतिरको अलिकति अपार्टमेन्टहरू फुल भ्लग आउँछ आज फुल भ्लग हो नि दोस्त फुल भ्लग हो अलरेडी 5-6 मिनट्स कति भइसक्यो ए करण दोस्त एकचोटि दिउँ न त लुक्स मैले भोटे कुकुर पनि पालेको छु अलिकति कुकुर पनि पालेको छ अरे हो उसले त आजभोलि त के हो यस्तो छ है ल है दोस्रो तलामा जाँदा अब कोही मान्छे छ घरमा दोस्त कोही छैन ए ओके छ नि त अनि अब हामी त चट्ट लाएर घरमा गएर सामान फालेर अनि नयाँ रमाइलो गर्न जाने क्या अब एकछिन बस्नु पर्यो होइन एकछिन बस्नु पर्यो चट्ट रोशन दोस्त अलरेडी बस्न पनि गइसकेका छन् कि म पनि बसेँ पाल्यौ न अनि करण दोस्त धन्यवाद दोस्त यस्तो दामी हस्पिटालिटीको लागि अनि यस्तो राम्रो सत्कारको लागि अब के गर्ने दोस्त टाउकै देखाएको छैन तिम्रो के देखिरहेको छ 0 पनि खालको पनि चिलाउ के हुँदैन 0 भिडियोमा हुँदैन क्या अब एकछिन आनन्दसँग बस्नु पऱ्यो रेस्ट गर्नु पऱ्यो कहाँ जाने स्विमिङ जाने र स्विमिङ खोल्दैन हो आज ए हस् त्यसो भए किन सोधे त स्विमिङ नजाने अरे होइन के खान जाने चाउमिन खान जानु ल चाउमिन खान जाने अरे लगाइ चाउमिन खान जाने होला टेक्सासमा आएर सुरुमा चाउमिन खान के गर्ने चिया खान जानु अभियस फेरि बच्चै हो अनि फेरि यस्तो के हो नि भ्लग फेरि स्टार्ट गरिहाल्छ दोस्त फिक्स आउँछ क्या नर्मल देऊ न दोस्त कति महिनापछि लामो 9 महिनापछि हौ 9 महिनापछि त मेरो तर ठिक छ गर्नुहोस् न 9 महिनापछि त्यसो हालको छैन हौ दोस्त बोक्दिनँ मैले आएको भोलि कहाँ चाहिँ घुम्न आएको भए मान्छेले कसरी बोक्नु हौ है 4 जना है ओए हामी त केटाहरू त ओए उताको त सब केटाहरू भेट्छ जस्तो छ दुईजना छोडेर जुम गरौँ दोस्त जाम न दुईजना छोड्नु पर्ने हो 2 जना उतै जो युटामै छन् हौ जाम न त दिपकलाई उठाउन घरमा भन्नेले
कसले भन्दै गर्छ ए साथी हामी चाहिँ अब अर्को रुम साथीहरूको रुममा जानु लाग्यो होइन त्यहाँ गएर एउटा अर्को साथीलाई उठाएर अनि त्यसपछि फेरि बाहिर नास्ता खान जानुपर्ने छ अति भोक लागेको छ कि अनि भटभटेमा सानी भटभटेमा हल्का ट्राफिक रहेछ होइन के गर्ने के रोड हौ यिनीहरूको त्यहीँबाट आएको सिधै त्यहाँबाट यता आउनु पनि नमिल्ने क्या त्यत्रो घुम्नु पर्ने अरे क्या यस्तो हुँदो रहेछ क्या टेक्सासमा मलाई नै मनपर्ने अब केटा सबै पछि भेटघाट हुन्छ क्या अहिले एकछिन पछि बेलुका साँझमा इभिनिङमा यस्तो हुन्छ क्या अब चाहिँ हामी खाना खान जानु लाग्यो होइन केटाहरू रोशन दोस्त करण गौरव दिपेश 5 महिनापछिको 2-4 शब्द जाओस् न त ए हो हौ 3 निन्द्रामा छ म त छैन नि त हो कि न गौरव दोस्त ओ केटाहरू त के ओभर देखिन्छ त करण दोस्त खानासाना खान जानु पर्यो हल्का त्यही भएर हो कि के हो पारा यो सामानहरू के हो यो म बाँच्नै सक्दैन यो हल्का अगाडिको What's up, guys? We are in the Texas. पाइएकै छैन नि त हाम्रो त्यहाँ जस्तो दामी चिया पाउँछ अब म चाहिँ एउटाको केटाहरूलाई म चाहिँ खाएकै छैन क्या म ल दोस्त भन चियाको बारेमा ल चिया हो हाम्रो पनि लगभग तिम्रो होइन ठ्याक्क हाफ साइज छ हाफ साइज हेलो एभ्रिवान हामी चाहिँ चट्ट लाएर होइन थकाली खाना खाएर निस्किसकेको छैन अब त्यो भिडियो बनाउन भ्याएन किनभने पछि हल्का अलिकति सिचुएसन त्यस्तो थियो इन्भाइरोमेन्ट त्यस्तो थियो अनि अब हामी थकाली खाना खाएर एउटा अर्को कामको लागि हामी बाहिर निस्किसकेको छौँ मस्ट अफ द भिडियो होइन गाडीमा बन्यो आइएम सरी त्यसको लागि होइन तर पनि के गर्नु यत्तिकै गर्नै पर्ने रहेछ होइन दिपेश ल है त आइयो रमाइलो भयो खानासाना खाइयो अनि यसो आएर पल्टेको सुतिहालेछ क्या राम्रोसँग निदाएको थियो हिजो अस्ति त्यही भएर निदाहालेछ अब बाँकी भोलि गर्नुपर्छ होइन घुमघाम गर्ने काम के छ सबै भोलि रमाइलो गर्नुपर्छ ल सी यू त्यहाँ